अहिले चाहिँ सेवाग्राहीहरू चाहिँ एकछिन म यता सोध्छु तपाईँ को हो बिच उहाँ दाइले म चिन्दिनँ अनि कहाँ कसो थाहा भाइ भाइ मैले के भने नपठाऊ मान्छे अब भ्रमण गर्ने खोइ साइन नगरी आउनु पर्दैन साइन गरेर आउँछ यो तपाईँ साइन गरेर यस्तो कमजोर पनि हुन्छ र के अरे उहाँ अस्तिको फाइल खोइ त्यो फर्केर आएको त्यो मैले उता विराटनगरमा लगेको फाइल ल्याउनु नि यहाँ दिन्छु नि मैले लेखेर के हो ओके गुड चोक खोइ तपाईँको चोक कहाँ एकछिनै सदरमाथा चोक यहाँ हो यो ठाउँमा हो कुन हो बिजु कोरेला लानु पर्छ है छिटो मेयर साहब पनि भर्खरै भित्र आउनु हो त्यतिकै अहिले चाहिँ सेवाग्राहीहरू चाहिँ त्यतिखेर बिजु राखिरहेको छन् भने तपाईँहरू तल पुग्न सक्नुहुन्छ तल चाहिँ आएर बसिरहेको छ म केही दिनमा चाहिँ हामी घर नम्बरको लागि चाहिँ यतिधेरै आएको छ कोही पानीको लागि आउनु भएको छ भने सेवाग्राहीहरू चाहिँ भित्र पनि रहेको छ केही भन्दैन सेवाग्राहीहरू चाहिँ त्यतिरै भइसकेको छ होइन अघि 1 लाख चाहिँ काम गरिसकेका छन् र अहिले चाहिँ सेवाग्राहीहरू चाहिँ हुन्छ मजाले यहाँबाट चाहिँ तपाईँहरूले सेवाग्राहीहरू चाहिँ देख्न सक्नुहुन्छ आज चाहिँ र यो क्षेत्रमा चाहिँ अहिले सेवाग्राहीहरू चाहिँ लामबद्ध रूपमा रहेको देख्न सक्नुहुन्छ र हामी चाहिँ विशेष गरी बिहानदेखि पर्खिरहेको छौँ र यहाँ चाहिँ अहिले मेयर साहबको रुममा चाहिँ गइराख्नु भएको छ खेतबाट हिँड्न चाहिँ हुनुहुन्छ र तपाईँहरूले हेर्न सक्नुहुन्छ सेवाग्राहीहरू चाहिँ देख्न सक्नुहुन्छ एकछिन छिर्छ ल सर एकछिन छिर्छ ल हजुर भिडियोको लागि त्यो हाम्रो टिमको सबै पस्नु भएको छ नि त अन्य ठाउँ होइन म त यतै जान्छु हेरौँ आउनुहोस् कहाँ हो हजुर कहाँनिर 7 लाइन सुनौलो त्रिवेणी चोकमा सर यो हाम्रो भर्खरै सुरु भएको त्यसमा एकछिन म यता सोध्छु तपाईँ को हो बिच एकछिन म यता सोध्छु तपाईँ को हो बिच एकछिन म यता सोध्छु तपाईँ को हो बिच कुन चोक आफ्नो नाम थाहा हुनु पर्दैन नि म त 79 चोक भनेर लेखेको छ त्यही छेउमा हो उहाँ दाइको घरदेखि यतापट्टि पर्छ उहाँ दाइले म चिन्दिनँ अनि कहाँ कसो थाहा हुन्छ उहाँ दाइको घरदेखि यतापट्टि पर्छ उहाँ दाइले म चिन्दिनँ अनि कहाँ कसो थाहा हुन्छ उहाँ दाइको घरदेखि यतापट्टि पर्छ उहाँ दाइले म चिन्दिनँ अनि कहाँ कसो थाहा हुन्छ कहाँनिर हो निमाल चोकदेखि मुलबिरा सिमाना चोकदेखि सिमाना चोकदेखि तल सिधै तल निमाल चोकदेखि गुगलमा
सुनौलो त्रिवेणी नौ नम्बर सुनौलो त्रिवेणी कहाँ हो सुनौलो सुनौलो त्रिवेणी गुगल साइन गर्नुपर्छ 9 नम्बर पर्दैन 9 नम्बर के हो बस्नु सुदर्शन 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 ओ के अरे उहाँको के कहाँ अस्ति दिएको थिएँ नि अस्ति मैले त्यो उता के अरे विराटनगर लगेर बाटोमा साइन गरेर जानु जाँदै गर्नु 9 नम्बरबाट जानु तल पनि लाइन लाग्नुपर्छ अनि के गर्नु 9 नम्बरबाट पनि जानु त्यो ओ के अरे ऊ इन्सपेक्टरलाई फोन गर्नु ल इन्सपेक्टरलाई फोन गर्नु 9 नम्बरबाट त्यो ऊ के अरे बस पार्कको मान्छे आउनुभयो कहाँ हो आइपुग्नुभयो बोलाउनु बोलाउनु अब मान्छे अरू नपठाउनु अहिले है यो कहाँनिर हो घर कहाँ हो हेरौँ त त्यहाँ बहिनीसँग बसेर कहाँनिर उता पल्लोपट्टि पर होला कहाँनिर हो घर मलाई स्पट गरेर दिनु परेन म्याप मात्रै निकालेर देखाएको भए घरलाई स्पट गरेर देखाउनु पऱ्यो नि ए भाइ मैले के भने नपठाऊ मान्छे अब ए भाइ मैले के भने नपठाऊ मान्छे अब के हो उता सुन्दै गरौँ त हिमालजी के हो कहाँनिर हो यो हाम्रो धरमशाला हो कहाँनिर काटेबोली ओडाको सर्भिस खै त घरको मात्रै छैन नि छैन बनाउनुको लागि चाहियो नौ नम्बर तल्लो तल 9 नम्बर
अस्ति टुरको त्यो वडाको छेउ जानुभएको थियो वडाको छेउ जानुभएको खोइ त भ्रमण गर्ने खोइ साइनमा गरी आउनु पर्दैन साइन गरेर आउनुपर्छ नि यो तपाईँ साइन गरेर यस्तो कमजोर पनि हुन्छ र के हो कहाँ कहाँ हिमालय कहाँनिर खोइ गुगल कहाँ हो सुन्दर सेवा के भनेको थियो कहाँ हो त्यो कहाँ हो कता हो त्यो तपाईँहरूले बोलाएर हजुर बस्नु न बस्नु बोलाउँछौँ पाले बोलाउँछु नि ल उठिरहेको राम्रो देखियो के अरे कहाँनिर हो हिमालयन चौकदेखि त्यो हिमालयन चौकै भन्ने कहाँनिर सिमाना चौकदेखि मुनि कोही सिमाना चौक कुन हो भन्नु त यो सिमाना चौक यसरी यहाँ यो सिमाना चौक हो नि त हिमालय चौक अच्छा सिमाना चौक चाहिँ कहाँ रहेछ विष्णु पादुका मार्ग सगरमाथा चौक अनि सिमाना चौक यहाँसम्म त्यो टेम्पो बुद्ध यातायातको के आउँछ होइन तपाईँको घर कहाँ छ घर हिमालय चौक खोइ तपाईँको चौक कहाँ एकछिन है सगरमाथा चौकदेखि यहाँ हो यो ठाउँमा हो कुन हो घर एकछिन तपाईँ आउनु तपाईँको पनि त्यही हो कि घिउ छिमेकी हो आउनुहोस् छिटो गर्नु भेटौँ यहाँ एकछिन कहाँनिर गुगलमा सोध्छु ल नौ नम्बर त्यो गरेर मलाई के अरे उहाँ अस्तिको फाइल खै त्यो फर्केर आएको छ त्यो मैले उता विराटनगरमा लगेको फाइल ल्याउनु नि यहाँ दिन्छु नि मैले लेखेर के हो ओके गुड एकछिन तपाईँ राम्रो दाइ के थियो होला त्यो गरिसक्नु भएको छ कि अब आज चाहिँ एकैचोटि समस्या छ गाईको समस्या के समस्या बाटोको बास त्यति बेला सर त के भन्नुहुन्थ्यो भने त्यो सुमन श्रेष्ठलाई उसले बनाएको हो भने पनि सरल संरचना लाने असल संरचना त्यसको निकाल्ने अहिले अवधि पुग्नु चाहेको अहिले मैले सबै संरचनाहरू त्यो सानो सानो कटेजहरू छ सबै उकाएर लान्छु भन्ने उसो अनि पहिलेको सर त म पनि लानु भयो भन्ने दायित्व झगडा परिरहेको छ त्यसमा सरलाई दाजु बिरामी ढाक्छ बोल्ने नमस्कार है दादा तपाईँको एउटै हो तपाईँको हेरौँ अस्तिको दिन नाम के हो सर्वजित राई 11 होइन त्यो घरको फोटो चाहिन्छ घरको फोटो पनि लिएर आऊ
दिइसकेँ होला मैले अस्ति नै अहिलेको दिनदेखि अझै होइन एकछिन है सुदर्शन अझै त्यो आउनुहोस् के छ हाम्रो के छ ए त्यो के अरे खोइ गङ्गालाई बोलाउँदैछ एकबाट 17 र 11 को बीच चाहिँ छुट्टै हुनु सक्छ 17 र 11 को बीच सरकार जेनरल स्टोर के भन्नु सरकार जेनरल स्टोर सरकार भनेको चाहिँ नाम त्यो जेनरल स्टोरको त्यो ठुलो घरलाई ठुलो चाहिँ पान्ताले भन्ने अच्छा बिल्डिङ कहाँ भनेको पान्ताले यो त्यही हो सरकार यो यहाँ छ यता हिमालयन चोक पृथ्वी चोक कहाँ पर्यो पृथ्वी चोकदेखि यता छिमेकीलाई दिएको छ नम्बर दिएको छ यो बसिन्छ सर्वजित राई त्यो घरको फोटो सहित दिएको छ यता चाहिँ बाहिर छ के अरे त्यो बहुभाषिक पाठशाला अगाडिको त्यो हाम्रो स्थानबाट अस्ति त्यो के अरे उसले लिएको त्यो के भन्छ अरे त्यो पाइप त्यसलाई हामीले अब कता लाने ड्रेन पूर्वपट्टि बन्ने भयो होइन पाठशालातिर होइन यतापट्टि किनभने त्यतापट्टि बस्ती छ कता गर्दा राम्रो अस्ति हजुरले सोक लाउनु भएको छ सुमन जोली गएको थियो म पनि आएको काम गर्नु पऱ्यो धमाधम त्यो के अरे पानी पऱ्यो भने फेरि त्यो पाठशालामा सबै छिर्ने भयो त्यो उताबाट मान्छे आएकोले म कोसीतिर गएको थिएँ अस्ति म जानु पाइनँ कता आएको हो त्यहाँ गएर भरेदेखि नै खन्नु लाउँदा हुन्छ के गर्दैछ को काट्ने केटा अहिले त गर्न सकिन्छ त्यही 14 हजुरले भन्नुभएको छ त्यसमा त्यहाँ गर्ने त्यहाँ अलिक काम गर्ने गरिरहेको छ अस्ति पनि दिदीले त्यो बनाएर आएर घुमेर नहिँड्नुहोस् केटाहरू गर्नुपर्छ जे पनि काम गर्नु एउटै मात्रै काम गरेर यस्तो हो भनेर हुँदैन त्यो खन्न थालोस् त्यहाँ है हुन्छ खन्न थालोस् खनेर त्यो निकाल्नुपर्छ अनि दाहिनेपट्टि सार्ने कि त्यही साइडमा राख्ने कि होइन सर एकपल्ट म हेर्छु अनि हजुरलाई त्यही साइडमा राख्दा पनि हुन्छ हुन त तर त्यहाँ चाहिँ के छ भने त्यो यस्तो उभार आएको छ कि तल चाहिँ ठिकै छ माथि चाहिँ उभार आएको छ हौरिनुपर्छ त्यो उसले अनि पाइप चाहिँ बाहिरै निस्किसकेको छ क्या यहाँ नगरपालिकाको प्रकाशजीलाई पनि एकपल्ट हो त्यो उहाँसँग गएर हेर्नु अनि त्यसपछि त्यो के गर्न सकिन्छ उतापट्टि त्यो ड्रेन खन्न थालिहाल्नु बनाइहाल्नु त्यो बर्खामा फेरि पानी आयो भने त्यसले चाहिँ बर्बाद गर्ने रहेछ हुन्छ सर है हाम्रो प्रकाशजीलाई फोन लाउनु त तपाईँसँग नम्बर दिएको छैन मैले उहाँसँग कुरा गर्छु भेटे होइन छैन कि अब तपाईँको फाइल यहाँ अस्तिको दिन घरको फोटो चाहिन्छ भनेर घरको फोटो सहित लिएर यता हेर्नु नमस्कार के अरे कमलजी त्यो गर्नु न मैले अघि भनेको त्यो एउटा के अरे जाने लगेर जानु पर्यो कति खान्छ